चाहिँ मैले अस्ति केयर मार्टबाट चाहिँ सामान मगाएको थिएँ। आज आउँछ भन्थेँ। लेसको के आएछ हेरौँ है गाइसहरू होइन। ओ माई गड सामान त आएछ है। मैले भनेको थिएँ कि मैले ढोकाहरू लाउँदिनँ अनि यत्तिकै भित्र राख्दिनँ भनेको थिएँ। राख्दैछन् है गाई। सर्भिस चाहिँ बबाल लाग्यो है मलाई। यो चाहिँ छ होइन आरिगातो गोजाइमास है गाई। 6 तला माथि पनि ल्याइदिनु भएछ है। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। त्यहाँ पनि छ यो चाहिँ रियलमी मोमो है। के अरे रियल समथिङ मोमो नै है मैले मगाएको थिएँ। अब चाहिँ हेरौँ है त प्याकिङ गरेर के ल्याउनु भएछ। भनेको सामान जति आयो कि आएन, राम्रो आयो कि आएन सबै चेक गर्नु भन्नुमा आएन। अनि त्यहाँ चाहिँ यस्तो रहेछ कि आफूले के भिडियो के बनाउँ भनेको थियो कि छुटेको अरू त्यस्तो भयो भने चाहिँ फेरि उ गर्न मिल्छ भन्नुभएको थियो होइन। त्यही भएर भिडियो बनाऊँ। सर्भिस बबाल रहेछ है। मलाई चाहिँ बबाल लाग्यो। अब एकचोटि हेरौँ है त सामानहरू। ल है गाइस मैले सामान अर्डर गरेको चाहिँ यति हो होइन। अब हेर्न पऱ्यो है गाइस। आयो कि आएन त हेर्नु पऱ्यो नि त गाइस। यस्तो हेरौँ है त। पहिले अझै एउटा बाँकी छ है। यो पनि हो है। यो चाहिँ मोमो है गाइस। पहिला सुरुवात यही गरौँ। सायद यो बिग्रिन आँटिसक्यो होला। चिसोमा राख्नुपर्ने चिज हो नि त। बाँड्नु त परै है गाइस। फेरि अब बाँड्नु चिसोमै रहेछ अझै गाइस। यो चाहिँ मोमो होइन। यो चाहिँ मोमो पनि पाएँ है फाइनली। यसलाई चाहिँ मोमोमा राखिदिइहाल्नु पऱ्यो। अब चाहिँ गाई चाहिँ खोज्छु है त म। यो चाहिँ के हुन्छ भन्ने सुनेको हो। नेक्स्ट टाइमलाई के पनि हुन्छ है। त्यो हेर्नुपर्छ है पछि के हो। अहिले चाहिँ सामानतिर लागौँ। भयो है गाइस। पिस आएको छ होला नि। अनि पछि हेरौँ त होइन। यसो गर्दाखेरि त खोलेकै होइन होइन। 1 2 3 4 5 15 पनि छ है। भयो पनि ओके। मोमो पनि ओके। 200 ग्रामको भुजा त्यो पनि ओके। खुर्सानी है यो पनि ओके भयो होइन। मिक्स दाल है अनि चाहिँ यो पनि ओके। कस्तो है तिमीको चोक भने यस्तो रहेछ। अचार हो कि अचार जस्तो छ होला होइन। ठिक छ। त्यही पनि भयो होइन। चना पनि भयो अनि कुटेको मसला मोमो मसला है। जहाँ पानीपुरी पापड भयो। मैले पानीपुरी मसला भनेको जस्तो पानीपुरी त्यो चाहिँ बुझ्यो गाइस। यो भयो बदमा 5 केजी। चामल के छ गाइस यस्तो छ 10 केजी। अनि यो पनि 10 केजी। अब त्यो लिस्ट चेक गरौँ यार। थोड़ी सी पापड हो गई बा। मैले के भनेको थिएँ मसलै भन्ने चाहिँ लागिरहेको थियो। गाइस सास नै छैन जस्तो छ। के गर्नु गाह्रो पर्यो नि त गाइस। डाटा खोल्नु पऱ्यो मेन कुरा चाहिँ। सो गाइस एभ्रिथिङ इज ओके बट यसमा चाहिँ पापड लाग्यो है मलाई। फेरि मैले मसला भनेको थिएँ पानीपुरीको मसला भने पानीपुरी परेछ। यस्तो पानीपुरीको मसला भने पानीपुरी परेछ। ओके कुनै दिन अर्कोचोटि मगाउँला। सायद मैले पनि मेरो नि गल्ती हो। मैले त्यो उसमा हेरिनँ नि त। अब साट्ने कुरा पनि अब टाढा हो। अब त्यस्तै अर्कोचोटिमा चाहिँ मिलाउनु पर्छ है त भन्दै केयर अर्थलाई धन्यवाद दिन चाहन्छु। यदि मेरो त फेरि 6 तला हिँड्नुपर्छ क्या यार। लास्टै गाह्रो हो। माथि आए त्यस्तो सामान बोकेर ल्याइदिनु भएको पनि धेरै धेरै धन्यवाद।
एभ्रिथिङ इज ओके, सबै कुरो ठिकठाक छ है, सबै कुरो ठिकठाक छ है।